नमस्कार। आज 2081 फागुन 28 गते बुधबार हो। तारिकमा 12 मार्च 2025 वेडनेसडे हो। आज नेप्सीको प्री ओपनमा घटेर 2718 अङ्कमा आएको थियो भने 11 बजेपछि भने नेप्सी 2716 सम्म डाउन गएको थियो। त्यसपछि भने चाहिँ 67 माथि उक्लेर माथि गएको थियो। हल्का डाउन त भएको थियो, तर 67 माथि उक्लेर तपाईको यो कतिसम्म गयो भने 2736 सम्म गएको थियो। यो चाहिँ 11 बजेर 31 मिनटसम्म। त्यसपछि चाहिँ सेलिङ आयो। सेलिङ आएर रेड क्यान्डल बन्दै तल आएर 2720 सम्म आइसकेपछि फेरि हल्का उठेर 2727 सम्म अनि हल्का साइडवेज गऱ्यो। त्यसपछि 67 माथि गएको देख्नुहुन्छ तपाईले। यहाँ यो 1 मिनेटको क्यान्डल देखाउँदैछु। र अर्को के अनुरोध गर्न चाहन्छु भने तपाईको यो मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र लाइक पनि गरिदिनु होला र तपाई कमेन्ट पनि केही गरिदिनु हुन म अनुरोध गर्दछु। 2745 सम्म गयो। यो चाहिँ कति बजे भने तपाईको 12 बजेर 42 मिनटसम्म। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै 67 तल घट्न थाल्यो। त्यसपछि सेलिङ आएर तपाईको 2724 सम्म गयो। तर अघिल्लो लो भन्दा लो 2718 हो र यो यसमा चाहिँ 2724 सम्म मात्र तल गएर त्यसपछि चाहिँ हल्का बाहिर आएर माथि गएको कन्डिसन छ। त्यसपछि हल्का झरेर 2726 सम्म गएको थियो भने 3 बजे 67 माथि गएर 2736.48 मा क्लोज भएको छ। आज चाहिँ 12.28 12 होइन, आज 17.28 अङ्कले बढेर तपाईको क्लोज भएको छ भने आजको टर्नओभर पनि तपाईको 8 अर्ब 22 करोड 23 करोड भन्दा बढी भोल्युम आएको देख्न सक्नुहुन्छ। र आजको उसमा गेनरहरुमा चाहिँ तपाईको LSLPO, PHCL, प्रिन, DHPL यिनीहरु चाहिँ तपाईको हल्का माथि गएको कन्डिसन छ। तर मार्केट चाहिँ त्यति माथि गएको छैन। 2736 सम्म गएको छ। अब भोलि पर्सिनीको पर्सि बिदा छ। भोलि त फागु पूर्णिमा छ। फागु पूर्णिमाको मंगलमय शुभकामना। र 3 दिन बिदापछि अब आइतबार एकैचोटि आइतबार तपाईको 1 2 3 गते चैत्र 3 गते भेट हुनेछ। यो 1 मिनेटको क्यान्डल देखाउँदैछु। अब तपाईलाई 1 डेको क्यान्डल पनि देखाउने छु कस्तो चार्ट बनेको छ भनेर। 1 डेको क्यान्डलमा तपाईको आज 1 डेको क्यान्डलमा लगालग घटेकोमा आज चाहिँ ग्रीन क्यान्डल बनेर हल्का अप भएर तपाईको गएको छ। हिजोको क्लोजिङ भन्दा नि माथि अप भएर गएको छ भने अब आइतबार पनि पोजिटिभै साइन हुनेछ भन्ने आशाका साथ 2780 या 2800 छुने आशाका साथ अब आइतबार भेट हुन्छ। नमस्कार।